नमस्कार, कृष्ण पौडेल अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। श्रीमद् देवी भागवत महापुराण प्रस्तुत गर्दै जाने क्रममा आजदेखि म यहाँहरू समक्ष देवी भागवतको प्रथम स्कन्धबाट सुरु गर्न गइरहेको छु। आउनुहोस् अब सुरु गरौँ प्रथम स्कन्धको कथा सारबाट। बस्ते यज्ञ गरी ऋषि मुनि तपी ज्ञानी गुणी सजना लागे थियो कलिको प्रभाव गरे तिनले बसे चिन्तनम। ब्रह्माको सबले मिलिकन गरे जो प्रार्थना औस्तुति वरमा पाल्नु भयो भने विनयले आफ्नो सबै दुर्गति। आज्ञामा विधिले उपाय शैलो भन्छु म एउटा सुन दिन्छु चक्रमा एक जाऊ सबले त्यसलाई बोकिकन। कसलाई नेमिन गाडिनेछ भुइँमा त्यो चक्र चुन्थानमा बाधा यो कलिको हुँदैन कहिल्यै बस्नु त्यही ठाउँमा। हे ब्रह्मा पाल्नु भयो प्रसन्न मनले आफ्नो उही धाममा बोकी चक्र हिँडे यता ऋषिहरू उत्साहका साथमा। जाँदा कोही दिन मिट्यो वन विषे आफै गिरी भासियो गिरधानेमी प्रसिद्ध नाम हुन गो त्यो नै शरण्यको। सोही जङ्गल भित्र आश्रमहरू राम्रा तयारी गरे लागे बस्न त्यही सबै ऋषि मुनि ज्ञानी गुणी राम्ररी। आए कोही दिन व्यास शिष्य त्रिगुणी श्री सूत पौराणिका तिनको स्वागत दिव्यासन दिए गर्दा भए शौनक। लागे शौनक सोनादर गरे हे सूत पौराणिका गर्छु बिन्ती हजुरले सुनिदिनुहोस् हे धर्मका रक्षकम। जुन 18 पुराण व्यास कृति हो पढ्नु भयो त्यो सब सुन्छौं लक्षण 5 युक्त सब त्यो हामीहरूले अब गर्दैनन् जन जो पुराणहरूको चर्चा तथा सेवना रुन्छन् मूर्ख तिनै दुराचरणमा पारी सुखी जीवन। हे चर्चा वेद पुराण शास्त्रहरूको जो गर्दछन् सजना जानी श्रेष्ठ पुराण वेद श्रुति हो त्यही मुक्तिको साधनम। गर्दा यज्ञ र तीर्थ दान विधिले हो स्वर्ग जाने तर पुण्य क्षीण भई यही पृथ्वीमा हो जन्मने आखिरम। मुक्ति प्राप्त हुने र ज्ञान पथको बाटो खुलाइदिने देवीको महिमा सुनाउनु हवज विस्तारले हे मुने। ती सारा मुनिले र शौनकजीले बिन्ती गरेको सुनि लागे भन्न बुझाइ शक्ति महिमा श्री सूतले लौ भनिम्। यस्तो प्रश्न सुनेर धन्यले ठान्छु म आफूकन शक्तिको महिमा बसिकन सबै सुन्नु हवस् जनम। हो यो 318 क्रमले अध्याय संख्या अनि यसको गर्न यथार्थ वर्णन स्वयं सक्दिन मैले पनि।
12 स्कन्द हुने र श्लोकहरू छन् 18,000 जो हो यो संस्कृत आर्य ग्रन्थ यसमाकृति छ श्री शक्तिको बाटो खुल्दछ भक्तिले श्रवणको मुक्ति हुने ज्ञानको सोही कारण सुन्नु शक्ति महिमा कर्तव्य हो व्यक्तिको यसको जुन क्रम हो यथामति सबै सुन्नु हवस वर्णना आकाशादि प्रपञ्च सृष्टि पहिले पृथ्वी सबै जीवनम् हे वर्णन मिल्दछ चन्द्र सूर्य कुलको एक कति भूपको ती मन्वन्तरको र 14 मनुको विस्तार प्रत्येकको चर्चा दानवको चरित्र सुरको छन्छ पर्ने जति सुन्दामा विधिले नबाहर्दिन नौ बिग्रन्न कहिले मति आचार व्यवहार वर्णहरूका कर्तव्य धर्मादिको स्त्री सूत्रादि र 4 आश्रम अनि तिनका सबै कर्मको देवीको सुखधाम उत्तम सहित जाजल्य त्यो वैभव श्रद्धा भक्ति बढाई तर्न सजिलो पार्ने कथा छन् सबम् हे शक्तिकै महिमा र ग्रन्थ रचना श्री व्यासले गर्नुभयो शिक्षा बक्सनुभयो मलाई र बुझे केही अंशमा ग्रन्थ यो मेरो भाग्य ठुलो रहेछ अहिले भन्ने भए यो कथा जसले सुन्दछ भक्तिले सुजन हो नासिन्छ सारा व्यथा जसले सुन्दछ भक्तिले सुजन हो नासिन्छ सारा व्यथा। नमस्कार।